Hello everyone, welcome to my YouTube channel. अनि म चाहिँ आज एउटा स्पेशल भिडियो लिएर तपाईहरुको माझमा आइसकेको छु। अहिले चाहिँ म छु घर मेरो सिन्धुली घरमा। म चाहिँ काठमाडौँ जाँदै छु। आज चाहिँ मेरो साथीको बर्थडे छ हैन। म चाहिँ खासमा गाउँ एक्जाम दिनु भनेर आएको थिएँ। अनि एक्जाम पनि सरे भइगयो। अनि के गर्नु त अझै 10-12 दिन छ छुट्टी। बरु जान्छु काठमाडौँ, साथीलाई पनि राम्रो हुन्छ, मतलब खुसी हुन्छ किनकि त्यसको अस्तिको बर्थडेमा पनि थिइनँ म। यो चोटि त झन् अब लास्ट बर्थडे हो, सँगै मनाऊँ भनेर कति धेरै प्लानहरू थियो। अब तर एक्जाम भएर के म यता आइहालेँ, त्यही भएर त्यस्तो अहिले छैन। तर केटीहरूलाई चाहिँ मैले सबैलाई केही भनेको छैन। मैले भनिरहेको छु एक्जाम छ यार, तिमीहरू राम्रोसँग मनाऊ यताउति भनेको छु। हेरौँ कस्तो रियाक्सन आउँछ अनएक्सपेक्टेड जाँदाखेरि भन्ने हो। अहिले चाहिँ म गाडी पर्खिरहेको छु, म घरमा छु गाइजहरू। स्टे ट्युन, तपाईहरुसँग म फेरि भेट्नेछु है। हामी खाना खाने ठाउँमा आइपुगेको। अब यो हो हाम्रो बस। अब हामी बसमा बस्ने। ओए आइज से हाई हेलो इन माई ब्लग। ल समीर र म आज जाँदैछु सुगिला सरप्राइज। लु भन चमा छ भनेको भागो जा कुकुर। बल्ल उठियो गाइजहरू, सागा आइपुगेछ। भक्तपुर भ्यालीदेखि काठमाडौँ भ्याली यस्तो देखिरहेको छ। पानी खतरा भएछ। हाम्रो गाउँतिर चाहिँ खडेरी लागेर धान रोपेको छैन, साउन लागिसक्यो। यहाँ पानी यस्तो खतरा छ। त्यही हो यहाँ हाम्रो ह्यान्डसम आफ्नो त अनुहार हेर्नु लायकको बाबु। ल गाइजहरू कस्तो आएको? ल गाइजहरू हामी काठमाडौँ आइपुग्यौँ। अनि आएर पनि हामी रेडी भइसक्यो बर्थडेमा जानुलाई। समीर पनि रेडी भइसकेको अवस्था। अब हामी जान्छौँ। कसैलाई पनि हात आउँदैछ इन्डाइटमा। अनि अब हामी चाहिँ जान्छौँ गाडी चढ्नुलाई। म कस्तो मेरो आउटफिट देखा कालो आएको तर त्यो चाहिँ नलगा नि ज्याकेट। गाइज हाम्रो बुकिङ रेडी भइसकेको छ। अब हामी जाने तर्खरमा। कस्तो छ हाम्रो याद छ हेलो मिस। डोके भाइ उसले त मलाई तिम्रो औला चाहिँ फेरि हो के हामी आइसकेका छौँ। अहिले चाहिँ तुलसाहरू गइरहेको छ के कस्तो गरिरहेछ केटाकेटी भनेर। हामी चाहिँ अब रेडी अवस्थामा एक कल आएपछि हामी जान्नेछौँ सरप्राइज दिन। खै समात त मेरो टुडेज आउटफिट अफ द डे। समीरले सुगीको लागि 2 शब्द केही राखिदिनु। गाइजहरू दिस इज आवर गिफ्ट। अब धनी छैन हामी, अब मिलिजुली त्यही हो। स्टे ट्युन गाइज। अब रियाक्सन भिडियो कस्तो आउने छ भनेर म खासै भिडियोहरू चाहिँ बनाउँदिनँ, त्यही पनि कहिलेकाहीँ चाहिँ हालिरहेको हुन्छु स्पेसल मोमेन्टहरूको।
ल ए अहिले ठ्याक्कै गेट खोलेपछि चाहिँ लाइट पनि बाले किनकि Happy birthday to you. Happy birthday to you. Happy birthday. Happy birthday to you. नमस्ते मगर मस्की आँसु गए एक दिन त आँसु झार्दैन सुकी खै रुइँदैन एकचोटि दिन तारु होला सुरुमा त ठिक छ कसो भएर तिमीलाई भनेको नि तिमी अब ल गाइजहरू हामी चाहिँ अब पार्टी खानु जाँदैछु बर्थडे गर्ल ओइ कस्तो राम्री आज उसमा ल पानी परेर फेरि आज तनावग्रस्त अवस्था छ ह्याप्पी बर्थडे मेनी ह्याप्पी रिटर्न्स अफ द डे ल हामी अब जाँदैछौँ गाइजहरू कहाँ भने पार्टीमा ल राति भयो गाइजहरू आजको दिनमा उता आउँदैछ कता हो थाहा छैन हामी जाँदैछौँ छौँ जे होस् आजको हाम्रो भेन्यू रहेको छ बखाई नौ ल हामी चाहिँ अरूहरूलाई पर्खिँदैछौँ आउँदैछ केटीहरू बर्थडे गर्लको बिजोग आज राम्रो आएको छ यहाँ हेर्छु कि यहाँ त हेर्छु यसको कति राम्रो तेरो पनि क्यामेराबाट त राम्रो त्यस्तो छ लाइट छैन अँधेरोमा पनि यस्तो देखिरहेको छ आजको फेरि फेरि भ्लग छिट्टै गर्छु लाग्यो यहाँ को हुनुहुन्छ सबलाई दर्शकमा देखाउनु पर्यो ए म त भाइलाई देखाउनु गर्लको केक सबै बुकेक पाएर बर्थडे गर्लमा खै यहाँ गाड्नु एकछिन गाड्नु दुइटै गाड्नु लु अब यो दुइटै चला ह्याप्पी बर्थडे टु यु ओइ बिस्तारै दिदीको पकेटबाट निस्क्यो
दिन्दे ल मेरो पनि भ्लग सुरु भयो 2 शब्द दे नि त रे के छोरीको फेरि छुट्टै छ हेलो दिदी हेलो संस्था संस्था कति राम्रो यो लास्टै हो ती Sorry. Yo. Saya mau bicara dengan saya. Tapi ada di पूरे निकाल देने वो तो किए कर देने ओहो अब तो फोटो को साथ ओह माय गॉड लडिन्छ वाउ कस्तो राम्रो नाम बिग्रेछ तर केही छैन यसलाई टिएसओ घोट्न मैं डालू ताल पे भंगड़ा तू भी गिद्दा पाले चलेगा रंग जमा दे हमके बन सभी मत वाले मन कहे कि मैं आऊं चांदर तारे सारे इन बातों पर मैं चांद रखूं उस नांग में भर दूं तारे हेलो हेलो तू और पे जाकर आई येलो येलो बड़ी सॉलिड मस्ती चाहिए हेलो हेलो तू मुझे तुम लगाई येलो येलो ये बातें डायरेक्ट करना कितने सितारे हैं